संस्कार मेरो साथी यस्तो अनुहार परेर रहेछ कि उनीहरू त उखुको जुस हो रे यो उखु छैन अरू सबै छ हाई गाइज वेलकम ब्याक टु माई च्यानल कति समयपछि है यसरी भिडियो नबनाएको अस्ति मैले हालेको भिडियोमा पनि मैले यस्तो बोल्ने बानी नै हटिसक्यो नि त अनि यत्तिकै एडिट मात्रै गरेर मैले अपलोड गरिदिएको थिएँ अनि आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला मेरो युट्युब फ्यामिली अनि आज चाहिँ कति समयपछि यसरी बोलिरहेको छु क्या मलाई त्यो भोइस ओभर गर्नु कस्तो अप्ठ्यारो लाग्छ के भएको है अनि कति धेरै टाइमपछि मैले यसरी बोलेर भिडियो बनाउँदैछु यसो बोल्ने बानी हटेपछि चाहिँ कस्तो त्यो बोल्नै आउँदैन रहेछ कि कस्तो अप्ठ्यारो लाग्दो रहेछ अनि त्यही हो गाइस आज चाहिँ हामी जू जाँदैछौँ पुरै फ्यामिलीहरू जाँदैछौँ अनि उताबाट चाहिँ गइसक्नु यताबाट चाहिँ म जाँदैछु अनि त्यही हो अनि लास्टमा मेरो साथ दिनु होला कति ग्याप भइसक्यो मैले सर्ट्सहरू चाहिँ बेला बेला हालिरहेको हुन्छु नि त तर यो लङ भिडियो चाहिँ मैले त्यो बानी नै त्यो छोडि नै सकेँ कि कति भइसक्यो नि त मैले गरेको पहिलाको आइडी के भयो अनि यो आइडी खोलेर अलिअलि भिडियो हालिरहेको हुन्छु अनि त्यही हो एभ्री वान अनि लास्टसम्म हेरिदिनु होला त्यही हो एक साथ ठीक धन्यवाद छोरीको खेलाउने खेलाइदिइरहेछ है कस्तो भेट भएको तपाईँको हाई भन्नु न त हेलो च्यानललाई सब्स्क्राइब गरिदिनु बिचरा सब्स्क्राइब लगाएर हुन्छ बिचरा एक लाख किन्नु लागिसक्यो मेरो भिडियो बनाए पछि यहीमा थिच्दो रहेछ कि अनि फेरि उड्ने रहेछ कि यति ठुलो हुने रहेछ कि आम्मा मलाई थाहा भएको थिएन कति ठुलो हुने यो रुख चाहिँ कस्तोले फोन गरेको थियो खै के काम भन्दै बाघ हेर्ने मान्छेहरूको जमा त है यो चाहिँ ओ माइ गॉड यहाँभित्र जानिदिनु पर्ने कि यहाँभित्र यो जालीभित्रबाट खिच्ने हुन्छ नि मेरो साथी हो यो मेरो साथी कस्तो अनुहार परेको है यिनी चाहिँ साथी तिम्रो फोटो यहाँ पनि रहेछ त हेर त त्यस्तै साथी मेरो साथी यस्तो अनुहार परेर रहेछ कि उनीहरू त यता हेर साथी एउटा यता छ एउटा यता छ ओइ 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 बाँदर ओइ बाँदर ओइ दुम्सी हो यो चाहिँ दुम्सी सुतिरहनु सब निन्द्रा लाग्छ सब यहाँ जस्तै अल्छी रहेछन् होइन तर यहीबाट होला मान्छे जस्तो छ है
हेरिराख्नु रहेछ भाउजूले को होला कहाँबाट आउनुभयो दाइ जस्तै रहेछ यो दाइ चाहिँ एकदम झाँगरिलो मान्छे हो कि खासमा हो दाइ एउटा एकदम विश्वको झाँगरिलो मान्छे एउटा मुस्कान दिइसक्नु भयो हाई गरिदिनु घरभरि युट्युबर छन् भनेको त त्यही ढिलो भयो कस्तो राम्रो ठाउँ म त उसको गएको थिएँ कि भिडियो गरेर थिएँ सानो बाबा को सानी डल्लो बाबा हाई भन्दैछु कस्तो काली आयो त Hi everyone. के ल्याइदिनु बाबाले यसको के भन्छ नि यसलाई बबल बबल के भन्छ समोसा हेर त उता कालो रहेछ नि यता हेर आँखै त्यहाँ हेर त हजुरले मलाई निगरानी गर्नुहुन्न र को यो भात देऊ सानी भात देऊ जसमा त्यो उता अहिले खाने ठाउँ हुँदैन होला आऊ हिँड आऊ के खोजिएछ उसले अब चस्मा चाहियो होला चस्मा यो ताते आऊ बाटी छौ तिमी बाटी छौ अघि मैले टाउकोमा राखेको अब चस्मा टाउकोमा राख्नु चाहियो होला नि होइन चस्मा किनिदिनु पर्यो गएर चिजको जस्तो छ झारे बाटीबाट होइन स्वाद छैन कि उखुको जुस हो रे यो उखु छैन अरू सबै छ यसको त्यो चस्मा हेर्नु न त्यहाँ खासै गुलियो छैन क्या यो के भयो ओइ डल्ली छोप्न नसक्ने गरी भएको छ होला
उता हेर न अगाडि बाबा खोइ के हो यो के हो पुन्टुलु बाबा तिम्रो बाबा खोइ तिम्रो बाबा खोइ तिम्रो सगरमाथा छ यहाँ सुटिङ चलिरहेछ सुटिङ चलिरहेछ मम्मा बाबाको हुनु छ न मम्मा बाबाको सुटिङ चलिरहेछ सोल्टिना त खतरा क्यामेराम्यान रहेछ ल अनि क्यामेराम्यान त अनि के ओडल्लु राजकुमारमा पवनमा यता चाहिँ हो कति रुपियाँ पार्कमा बैठ त नहीं हमने फोटो दिखला जाओ कुन लाग्ने 100 रुपैयाँ लाग्नु न दिदी एउटा दाइहरू जानु भइसक्यो अब बुवा चाहिँ बाइकमा के अरे उसमा जानुभयो गाडीमा अब दाइ भाउजू चाहिँ बाइकमा जानु हुँदैछ कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले